हेलो हेलो नमस्ते। आज पनि तपाईलाई स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ हामी फुलचोक फिसिङको लागि जाँदैछौँ। अनि धेरै पछि चाहिँ आज दाइले पनि भनिरहेको थियो अनि आज कबर माछा मार्न जाउँ न त भन्ने कुरा गर्दै थियो। अनि आज हाम्रो साथमा दाइ पनि हुनुहुन्छ, अगाडि हिँड्दैछ। सो अब हामी पुलचोकमा पुगेपछि अनि स्पोर्टमा अनि केही समय हामी बल्छी खेल्छौँ। अनि भिडियो चाहिँ अन्तिमसम्म नटुटाइकै हेरिदिनु होला, त्यही भन्न चाहन्छु। ल अहिले चाहिँ हामी यहाँ किरा खोज्न आइसकेको छौँ खोलामा। अनि हिजो चाहिँ साथीले कुन किरामा खेलाउँछ भन्नुभएको थियो नि, तपाईँलाई चाहिँ म आज किरा देखाउँछु। हामीले चाहिँ कपर मासिरको लागि खेलाउने किराहरू चाहिँ यही नै हो, खोलामा पाउँछ, ढुङ्गा मुनि हुन्छ है साथी है। आफूले भनेको थियो नि त, हामीले चाहिँ खेलाउँछ, नभए माउरी किरा, नभए कुखुराको कलेजोमा पनि हान्न सक्नुहुन्छ। ल अब हामी चाहिँ अब यहाँबाट निस्किन्छौँ, अब डाइरेक्ट स्पोर्टमा गएर चाहिँ भेट हुन्छौँ। अनि आज चाहिँ माछा पारेको भिडियो सायद आउँछ होला होइन। अनि त्यही हो, अब आज कति पर्छ त्यो हेर्दै जानु होला। ओके, कालो त हुनु नि त, रातो चाहिन्छ नि त हामीलाई त। यस्तो 4x4 छ त यार। अहिले चाहिँ हामी यसो गडेउला खोज्न लाग्यो के अरे। अनि पायो भने ठिकै छ, पाएन भने पनि ठिकै छ। पाउनु होला के त्यो उतातिर कताबाट जानिन्छ नि, हुनु नि त। ल तर ल नाग्दियो ल, त्यति त नाग्न सक्छ, नाग्दियो भ्यास। अनि सक्दो रहेछ त। अनि अब मेरो पालो यति त सकिहाल्छ नि यार। घरकटेलीहरू पनि रहेछ ल, कस्तो पाउँछ यार। हेर्दा त उ त्यहाँ खने आस्तो देख्छ के अरे, उ त्यहाँनिर अघि ठाउँमा लानी र गडाउला जाम के छोडिदिनु। आउनु छोड्नु नि, किरा खोजिरहेको गडेलामा भुलिरहने यार। ल अब त्यही हो अब साथीहरू, अब हामी चाहिँ अब यहाँबाट निस्कियो। अब गडेर सडेर नखोज्दै, त्यो चाहिँ हामीसँग किरा अलरेडी छ होइन। किरा भइसकेपछि त के गडेला खोज्दै भयो त नि होइन। सो अबको सिजनमा चाहिँ यहाँ पनि खतरा पर्छ हाम्रो औरसतिर। ल अब हामी त्यतै गएर भेट्नेछौँ। ओके, बहुत थाक्यो। यो ठाउँलाई के भन्छ र, यो माथिको डाँडालाई होइन? बल्छी खेल्दै जाने नि। यो पहिला सानसानो त मारे हो नि, सानसानो भोटी मात्रै मारेको। ए आमा भोटी खेल्ने मान्छेले डेन्जर हँसाइदियो यार। ल आजको टार्गेट चाहिँ अब थोरै भनेको नि 2 किलो हो है। आज साथ सपोर्ट कति दिन्छ सिकार हो। त्यही नि भिडियो अन्तिमसम्म नटुटुका हेर्नु होला। अहिले चाहिँ हामी यसरी थाकिसक्यो। अब डाइरेक्ट हामी वहीँ स्पोर्टमा गएर भेट्छौँ।
लभली लभली ल बिस्तारै आरामले मिला निकालौँ सर हो ब्यास छट है कत्ले हो कत्ले ए सरै रहेछ सहर माछा पर्न सफल भयो फेरि मजाको पिस पर्न सफल भयो माछा कबर माछी ल कङ्ग्रेचुलेसन ल यता दाइले पनि पारिहाल्यो अहिले चाहिँ हामी रेस्ट टाइम अहिले खासै माछाले हल्ली चल्ली केही गरेको छैन रड यस्तो बिजोग भएर बसेको छ यता अनि यहाँ त्यही हो 3 बज्यो पानी नै हल्का सफा भयो अघि त लास्टै फोहोर भएर प्लेन त अड्किने यताउति भयो अब 4 वर्षपछि के हुन्छ है तपाईँले कतिवटा निकाल्यो अरे 5 वटा होइन आजको विनर मलाई पनि टप हानिदिइसक्यो है मैले चाहिँ जम्मा 4 वटा दाइले 5 वटा है ल अब टोटल माछा चाहिँ अहिले एकछिनपछि देखाउँछौँ अझै पनि हाम्रो समय छ 1.5 घन्टा खेल्ने अहिले चाहिँ खासै माछाले खाएको छैन ल साथीहरू आजको टोटल क्याच चाहिँ गोल्डन माछिर र अनि कपर माछिर परिरहेको छ अनि लगभग 9 वटा पर्यो आजको क्याच चाहिँ गोल्डन माछिर कपर माछिर गोल्डन माछिर कपर माछिर है आजको टोटल क्याच यति नै हो अब नेक्स्ट भिडियोमा चाहिँ दामी दामी माछा परेको भिडियो पनि आउँछ ल साथीहरू है नयाँ हुनुहुन्छ भने सब्सक्राइब अनि गर्न चाहिँ नबिर्सनु होला